सोशल वर्करहरूले एक्ज्याक्टली गर्न चाहिँ के गर्छन्? धेरैजनाले मलाई सोध्नुहुने प्रश्न हो यो। हुन पनि सोशल वर्करहरूले धेरै कुरा गर्ने भएको कारणले गर्दाखेरि म आज तपाईँहरूलाई 6वटा जति कुराहरू चाहिँ म भन्नेछु। पहिलो रहेको छ असेसमेन्ट। फ्यामिली, इन्डिभिजुअल अथवा कम्युनिटीको निड्स असेस गरेर के सपोर्टहरू चाहिन्छ त्यो प्रोभाइड गर्ने। सेकेन्ड रहेको छ क्राइसिस इन्टरभेन्सन। मेन्टल हेल्थ, डोमेस्टिक एन्ड फ्यामिली भायोलेन्स, चाइल्ड प्रोटेक्सन जस्तो सेन्सिटिभ स्पेसमा सपोर्ट प्रोभाइड गर्ने। थर्ड रहेको छ केस म्यानेजमेन्ट। हस्पिटल, हाउसिङ, इन्कम सपोर्ट, लिगल एडदेखि लिएर हरेक कुरा केयर कोअर्डिनेट गर्ने पनि एज ए केस म्यानेजर। फोर्थमा रहेको छ काउन्सिलिङ। ट्रमा, ग्रिफ, एडिक्सन जस्ता स्पेसलिस्ट अथवा अरू जेनरलिस्ट स्पेसमा काउन्सिलिङ दिने। फिफ्थमा रहेको छ एडभोकेसी। मार्जिनलाइज्ड र भलनरेबल कम्युनिटी अथवा इन्डिभिजुअलहरूको लागि हस्पिटल, गभर्मेन्ट, कोर्टहरू अरू विभिन्न क्षेत्रमा पनि एडभोकेट गर्ने। र लास्ट बट नट लिस्ट ग्रासरुट लेभलमा कम्युनिटी इङ्गेजमेन्ट र कम्युनिटी डेभलपमेन्टमा पनि काम गर्ने। तपाईँ पनि सोसल वर्कर हुनुहुन्छ अथवा कम्युनिटी सर्भिस वर्कर हुनुहुन्छ र आफू कुन ठाउँमा काम गर्न पाउँछु होला जस्तो लागेको छ भने मलाई फलो गर्नुहोला। थ्याङ्क यू।